काठमाडौँ जरनको बस्नुहुने वन्दना राईज्यूको चाहिँ 16 जन्मदिनको उपलक्ष्यमा आज यस हिमालय वृद्धाश्रमका बुवा आमालाई बेलुकाको भोजन सेवा गराउनु भएकोमा वन्दना राईज्यूको बुवा हाल अहिले कोरिया हुनुहुन्छ भरत राईज्यूले चाहिँ यस हिमालय वृद्धाश्रममा उहाँले चाहिँ अनलाइनमा देखेर उहाँले चाहिँ मेरो छोरीको जन्मदिन मनाउनु पर्यो भनेर उहाँले धेरैचोटि रिक्वेस्ट गर्नुभएको आज चाहिँ बल्ल सफल भयो। उहाँलाई पनि एकदम सात समुद्र पार हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद। बाबाको धेरैभन्दा धेरै शुभकामना। सात समुद्र पार हुनुहुन्छ। हरेक पाइला पाइलामा उत्तर प्रगतिको कामना गर्दै उहाँको बुवा हुनुहुन्छ राजबहादुर राईज्यू बुवा हुनुहुन्छ। उहाँलाई पनि एकदम हार्दिक नमन व्यक्त गर्दै हजुरलाई चाहिँ सुस्वास्थ्य दीर्घायुष मङ्गलमय शुभकामना। अष्ट चिरञ्जीवले रक्षा गरून् र यहाँ सम्पूर्ण जति पनि आउनु भएको छ वन्दना राईको फुपू दिदी अनि बहिनीहरू सबैजनालाई चाहिँ एकदम बाबाको धेरैभन्दा धेरै आशीर्वादका साथै फेरि पनि नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना। सुस्वास्थ्य दीर्घायुष नानीलाई बाबाको धेरैभन्दा धेरै आशीर्वादका साथै र हाम्रो यस संस्थामा आश्रित हाम्रो एकदम भान्जिआमा भनेर चिनिने हाम्रै भान्जिआमाको पनि आज जन्मदिन भएको। उहाँलाई पनि जन्मदिनको लाखौँ शुभकामना। भन्दै टिभीमा व्यस्त रहनु भान्जिआमालाई पनि जन्मदिनको लाखौँ लाख शुभकामना। बाबामा हाम्री भान्जिआमा राम्री हाम्री हो नि। यता दही खानुहुन्न है उहाँले।